पनि लाग्दैन 10 मिनेट अगाडि लागिजान्छ कि अहिले तल गयो भने भूमि होइन तल लिएर आउँछ कि म त यहाँबाट गिराउँछु एकचोटि त तर उस्तै तलै नै एकचोटिमा पाइपमा चिप्लेर छु यहाँ ए यो पानी त खाने अरे मेरै होस्ट नागेर जा नागेर भूमिको कन्टेन्ट भन्छ काले मूल देख्ने बेला त डराएको टेकेर मैंने वो तो ऑन ही भागो नहीं यो के इक्जाम दिएर सिम्बल नम्बर नलेख्ने जस्तो भयो हुने प्रकाश हल्का तैँले र मैले मात्रै डिलिट गर्छु होला त्यस्तोमा त मलाई किन डर लागिरहेको छ रे तेरा त्यो रिचेक हुन्छ त अनि त्यस्तो फिल भएपछि सिधै तेरो भने केटा भनेको थाहा पाइन्छ नि मुजी कस्तो चुतिया रहेछ त्यो भने मैले त आफ्नो सिम्बल नम्बर लेखेको थिएँ नि रिचेक भने 5 वटा भन्छ अरे कसले भन्यो भने रेजिस्ट्रेसन नम्बर गर्ने थाहा हुन्न रेजिस्ट्रेसन दुईटा गलत गर्छ त अब नाइ दुईटै कलर दने के भनेको त्यो नम्बर लेखेको हो कि अङ्कमा लेखेको हैन अनि रेजिस्ट्रेसन नम्बर लेखेको के अरे केही हुन्न कसले भन्यो रेजिस्ट्रेसनबाट हेर्छ लास्टमा त्यसै फेल गर्न र सिम्बल नम्बर किन दियो त ए रेजिस्ट्रेसन नम्बर किन दियो त्यहाँ खोज छ त्यहाँबाट खोज छ के गर्नलाई अरे जस्तै अगाडि नै चाहिँदै 11 नै किन गरेर त लास्ट उपाय त्यही रेजिस्ट्रेसन रङ नै सिम्बल रङ त्यही त्यो हेर्छ भने त्यही भएर हामीलाई सरले त त्यही भन्यो यिनीहरू अलग रहेछ हाम्रो त भन्दिँदैन देखि हाम्रा भने अल्ट्रा रहेछन् सकेसम्म त नगर सिम्बल नम्बर भयो नि एउटा डरै लेख्छु पर्छ कि रेजिस्ट्रेसन कि सिम्बल नम्बर एउटा त सही हुनै पर्यो भने अब बरु त्यसपछि चाहिँ तिमीहरू फेल हुन सक्छ भने फेल हुने मान्छे उसैले फेल भइहाल्छ क्या यो कुरा गरिरहेको कि मैले के भने यति लेखा त भने के हुन्छ भने तले रिचेक हुन्छ भने यो रिचेक कसरी हुन्छ भन्न खोजेको कस्तो रहेछ आफ्नो सिम्बल नम्बर गलती गरेर रिचेक कसरी होला अब जस्तै तेरो एनजी आयो भने रन्देकै यार अब त लेखेकै छैन भने न रेजिस्ट्रेसन नम्बर सिम्बल नम्बर लेखेको छैन म के भन्नु फेल भयो कि त अनि त्यही भन्यो अनि त्यस्तो त फेल भयो मैले त लेखेँ भने एउटा न एउटा राइटिङ पऱ्यो नि त्यो त फेलै हुन्छ अरे के रिचेक गरेर भएको अझ फेल हुन्छ अहिले ल दुईटै गलत लेखेको भने एक एक कच्चे अनि त्यो त गयो गयो कि नि त्यही भन्यो हामीले मान्छे ए योलाई एक कट हाने कट गाली कस्तो आउँछ अरे मुखमा आजकल मा पाजी किधर है पाजी इतना बड़ा बड़ा समुंदर के पार हमारे लिए मोदी सरकार के यहाँ मैले कहाँसम्म बोकेर ल्याएँ के ना तँलाई म दुईवटा दिन्छु त खान्छस् कि नै 25 आउँछन् 25वटा हामी 4जना छौँ 6वटामा त त कति खाने भयो आधा खाने मात्र भयो अरे अनि 5.5 त म खानु लाग्छु त आधा खाने भयो त 5.5 त म खानु लाग्छु त हो कि नै 25 अझ एउटा बाँकी रह त्यो मेरोमा ल यहाँदेखि बोक तेरो जानु खाने के यहाँदेखि भयो खानु पर्दैन मलाई पुग्दैन म चाहिँ खाने बेला मोमो आउँछ हुँदैन मोमो नबोल्न नि म खान्छु ल पुग्यो भने म खाने मलाई मोमो ठिक लाग्दैन क्या त्यही भएर म खाने पाइनै छैन पाँच तिरे के हो रे यस्तो बरु स्विमिङ पुलमा त आफै त हालिदिन्थ्यो त बरु यार स्विमिङ पुलमा हालिदिन्थ्यो यहाँ त कुरा नै हालिदिने होइन मेरा कपाल मेरा बाल रोक्न भने नि एकछिन लिएन अनि के चाहिने महादर यो डराउनु म त यसलाई सपना पनि काट्छु स्वाद न हेर न मुजी चिक्ने कस्तरी फसाइदियो नि प्रकाश यो तरकारी हेर्नु के एउटा खुट्टा एक माथि राख एउटा यस्तरी हेर्नु नत्र ऊ चिप्लु धोयो जुत्ता पुरै चिप्लियो यार
यति त बिनी पनि एक्टिङ गर्न नगरिदियो होला यार देखि रियालिटी अलिकति साफ हुन्छ अरे क्या ओहे मा कसरी जाने हो त्यही त भइरहेको छ डर हेर्नु यहाँ ए छैन रोक त रोके रोक मलाई एक सेकेन्ड फोन